परिवार र राष्ट्रकै नेतृत्व गर्न सक्ने बनाउनु छ। संसार हाँक्ने उच्च शिक्षा दिन्छौँ तपाईलाई, संसारकै महँगो उपहार दिन्छौँ तपाईलाई, स्वागतका शब्दगुच्छा दिन्छौँ तपाईलाई, सुस्वागतम सुस्वागतम भन्छौँ तपाईलाई, संसारकै महँगो उपहार दिन्छौँ तपाईलाई। आज मिति 2084 साल श्रावण महिनाको 16 गते शनिबारको दिन यस डिलाइट प्यालेसको भव्य हलमा उपस्थित हुनुभएका आदरणीय अभिभावकज्यूहरू र प्रिय विद्यार्थी भाइ बहिनीहरू, आज यस अभिमुखीकरण कार्यक्रमको लागि आयोजना गरिएको भव्य समारोहमा यहाँहरूले सम्पूर्णलाई कलेज परिवारको तर्फबाट म स्वागत गर्न चाहन्छु। साथै यस भव्य अभिमुखीकरण कार्यक्रममा उपस्थित हुनुभएका व्यवस्थापन समितिका आदरणीय सरहरू, शिक्षक शिक्षिका सर म्यामहरू, विभागीय प्रमुखज्यूहरू लगायत यहाँ उपस्थित कलेज परिवारका सम्पूर्ण सदस्यहरूलाई सर्वप्रथम म स्वागत अभिवादन व्यक्त गर्न चाहन्छु। ज्ञान अनुशासन र नेतृत्वको यात्रामा अग्रसर, ज्ञान अनुशासन र नेतृत्वको यात्रामा सधैँ अग्रसर ब्लुबर्ड कलेजको परिवारबाट, ब्लुबर्ड कलेज परिवारको तर्फबाट उपस्थित सम्पूर्णमा शुभ बिहानी भन्न चाहन्छु, शुभ बिहानी तथा सुप्रभात भन्न चाहन्छु। कार्यक्रमलाई औपचारिक प्रारम्भ गर्नु अघि यस गरिमामय आदरणीय यसै संस्थाका CEO तथा प्रिन्सिपल सर आदरणीय वीरसिंह छेत्री सरलाई म सभापतित्व ग्रहण गरिदिनु हुन अनुरोध गर्दछु। आसन ग्रहणको क्रमलाई म अलिकति जोड्न चाहन्छु। कार्यक्रमको अध्यक्षता ग्रहण सकिसकेपछि उप प्रिन्सिपल, सहायक प्रिन्सिपल दीपका जोशी सरलाई पनि अतिथिको आसन ग्रहण गरिदिनु हुन अनुरोध गर्दछु। त्यस्तै बिहानी सत्र प्रोग्राम डाइरेक्टर आदरणीय जितेन्द्र श्रेष्ठ सरलाई पनि कार्यक्रमको अध्यक्षता ग्रहण गरिदिनु हुन अनुरोध गर्दछु। त्यस्तै दिवा सत्र प्रोग्राम डाइरेक्टर आदरणीय सञ्जित कुमार ठाकुर सरलाई पनि अतिथिको रूपमा ग्रहण गर्न चाहन्छु। त्यस्तै अङ्ग्रेजी विभाग प्रमुख आदरणीय सरोज देवकोटा सर, त्यस्तै सामाजिक विभाग प्रमुख, सामाजिक विषय प्रमुख आदरणीय दाजु यादव निरौला सरलाई पनि म अतिथिको आसन ग्रहण गरिदिन चाहन्छु। अन्य सर म्यामहरू आउने क्रमहरू जारी छ, निर्माणको आधार पनि हो। अब म सम्मानीय अतिथिज्यूहरूबाट कार्यक्रमको उद्घाटनको लागि दीप कला संस्कृतिको आत्मा हो, कला संस्कृतिको आत्मा हो र प्रतिभा अभिव्यक्त गर्ने सुन्दर माध्यम हो। अब म हाम्रो स्टेजमा स्वागत नृत्यको लागि त्यस अर्थमा पनि म तपाईलाई धन्यवाद दिन चाहन्छु। त्यस्तै नेपालको प्रमुख शैक्षिक धरोहरको रूपमा स्थापित प्रमुख शैक्षिक गन्तव्य यस ब्लुबर्ड माविमा अध्ययनको लागि हजुरले जुन पाइला अगाडि बढाउनु भएको छ त्यस अर्थमा पनि म तपाईलाई बधाई दिन चाहन्छु। यो टी-सर्ट, यो ड्रेस केवल एउटा ड्रेस मात्र होइन, यो त एउटा अनुशासन र असल
व्यक्तित्वको पहिचान हो। तपाईका अग्रज दादा दिदीहरूले निर्माण गरेको असल पहिचान र परिचयलाई जोगाउने जिम्मा अब हजुरहरूको काँधमा आइपरेको छ। सन्चै हुनुहुन्छ? ओके, आज पुनः ब्लुबर्डको यो हलमा अर्को प्रोग्राम गरेका छौँ। योभन्दा पहिले नै हामीले यही हलमा ब्लुबर्डका भाइ बहिनीहरूको पहिलो ओरिएन्टेसन गरेका थियौँ। त्यो ओरिएन्टेसन असारको सायद 30 गते थियो होला। आज दोस्रो ओरिएन्टेसन तपाईँहरूलाई आज निमन्त्रणा गरेका छौँ। तपाईँहरू आइदिनु भयो, त्यसको लागि थ्याङ्क यू सो मच भन्न चाहन्छु। हाम्रो लागि, ब्लुबर्डको लागि, यो परिवारको लागि हरेक सदस्य त्यत्तिकै महत्त्वपूर्ण हुन्छ। तपाईँहरूको त्यो गरिमा, तपाईँहरूको त्यो उपस्थिति नै आजको महत्त्वपूर्ण कुरा हो। कागजहरूलाई कहीँ न कहीँ कुनै न कुनै प्रश्न होला, त्यो प्रश्नको उत्तर भेटिने प्रोग्राम पनि हो आज। र सँगसँगै केही विषयवस्तुहरू सिक्ने, सिकाउने यो प्रक्रिया चलिरहेको छ। केही विषयवस्तु हजुरसँग हामी आज सिक्छौँ, केही हामी हजुरसँग सेयरिङ गर्छौँ। आज यो सेयरिङ, केयरिङ, लर्निङ निरन्तर चलिरहेको छ। यो आजको यो प्रोग्राम पनि त्यसको एउटा नमुना हो। त्यसको लागि आयोजना गरेको प्रोग्राम हो। र म बेला बेलामा धेरै पटक धेरै ठाउँमा भन्ने गर्छु। पछिल्लो पटक हामी सबैलाई समस्या छन्, समस्या आइरहेछन्, समस्याको समाधान गर्नुपर्छ र समाज कतातिर उन्मुख भइरहेछ र घर परिवारमा पनि हामी कतातिर कतै गइरहेछौँ। यो किन, के कारणले यस्तो भइरहेछ समाज? पछिल्लो पटक देशमा कुनै ठाउँमा साम्प्रदायिक हिंसा भयो जस्तो भयो, मान्छेको ज्यानै गयो। हामी भित्र प्रोडक्सन हुन्छ, यानि उत्पादन हुन्छ। यसले मान्छेलाई खुसी बनाउने पनि हर्मोन यही हो र बेखुसी बनाउने पनि, अपसेट बनाउने हर्मोन यही हो। यो मोबाइल हेर्दाखेरि 30 सेकेन्डको जुन रिल आउँछ पछिल्लो पटक, एकछिनमै यसले खुसी बनाइदिन्छ अथवा एकछिनमै यसले बेखुसी बनाइदिन्छ, अपसेट बनाइदिन्छ। इमिडिएटली आउँछ जान्छ। यानि कि मान्छे छिटो छिटो हरेक कुरामा खुसी र बेखुसी भइरहेको हुन्छ। अब जसले कारणले मान्छेमा कुनै पनि कुरामा त्यो पेसेन्स, धैर्यता, अलि सुन्छु, अलि केही गर्छु भन्ने नै रहेन क्या। र त्यो मोबाइलतिर मान्छेको एट्र्याक्सन किन भयो भन्दाखेरि छिट्टै खुसी बनाइदियो नि, त्यसले छिट्टै बेखुसी बनाइदियो नि। मान्छे छिटो खोज्छ तर मान्छेको एटेन्सन डगरा। अहिले यसो हेर्नु त, मोबाइलमा तपाईँले 30 सेकेन्डकै रिलमा पनि 30 सेकेन्ड पनि धैर्यता छैन कि, स्क्रोल गरिहाल्छ नि हामी मन नपरेपछि अथवा त्यतिसम्म भइरहेछ कि। अर्कोतिर तपाईँको एक डोपामाइन भन्ने हर्मोन उत्पादन गर्ने किताब पनि हो। तर किताब पढ्दै जानुहुन्छ बाबु नानीले, मैले तपाईँले किताब पढ्यो भने बिस्तारै प्रोडक्सन हुन्छ यो हर्मोन चाहिँ। इट टेक्स 30 मिनट, 1 आवर, 2 आवर समय लाग्छ, एकदमै समय लाग्छ। तर अब बिस्तारै हामीसँग त्यो हर्मोन पनि धेरै समयसम्म हामीसँग रहन्छ। धेरै समय हामीसँग जब रहन्छ, हामी आफूलाई के गर्छौँ, अलि धैर्य राख्छौँ, अलि सुन्ने हुन्छौँ, छिट्टै हामीले रियाक्ट गर्दैनौँ। त्यसो त यो समाजलाई सही दिशातिर यदि हामीले डोर्याउनु छ अब भने हामीले के बुझ्नुपर्छ भने, म तत्काल क्षणिक कुरा खोज्ने कि लङ टर्म, लामो समयलाई खोज्ने। अब हामीले त्यो सोच्नुपर्ने बेला आइसकेको छ। त्यसो त मैले अभिभावक हामी सबैले आफ्नो ठाउँबाट जहाँ जुन ठाउँमा छौँ एकपटक सोचौँ। समाजलाई सही गतितिर लाने, सही डिरेक्सन लाने हाम्रो जिम्मेवारी हो नि। हाम्रो बाबु नानीको जिम्मेवारी हो, तपाईँको जिम्मेवारी हो, मेरो जिम्मेवारी हो। त्यसो त साना साना कुरा अब ख्याल गर्नुपर्ने आइसकेको छ। यदि हामीले ख्याल गरेनौँ भोलि अहिले जे घटना घट्यो अथवा भोलि पनि यस्ता घटना घट्दैन भन्ने छैन, यस्तो घटना नघटोस् भनेर हामीले बेलैदेखि तयारी गर्नुपर्ने छ। र शिक्षाको वास्तविक अर्थ भनेको मान्छेलाई धैर्यवान, अलि सोच्ने, अलि बुझ्ने, अलि परिपक्व बनाउनु पर्ने हुन्छ। शिक्षा मात्र A+ अथवा 4 ग्रेड, 4 GPA मात्र होइन। शिक्षा त्योभन्दा धेरै महत्त्वपूर्ण चिज हो जसले जीवनलाई साँच्चीकै अर्थपूर्ण बनाओस्। र त्यसको लागि तपाईँहरू हामी सँगसँगै अब 2 वर्षको यात्रामा अगाडि बढ्छौँ। बेला बेलामा तपाईँहरू आइदिनुहोस्, भेटिदिनुहोस्, कुरा गरिदिनुहोस्, छलफल गरिदिनुहोस्, निरन्तर कम्युनिकेसनमा बस्दिनुहोस् भन्ने तपाईँहरूलाई मैले विनम्र निवेदन गर्न चाहन्छु। र सँगसँगै घरमा क्यालेन्डर पुगेको छ होला। मैले हिजो मात्र एकजना पेरेन्ट्सले, सर मैले त 2 वर्ष क्यालेन्डर पाएन भन्नुभयो कि 12 क्लासको। तपाईँले देख्नु भएको छ, हामी यो समाजमा देखिरहेछौँ थुप्रै मान्छेहरूलाई जो आज अनुशासनमा छन्, यानि कि +2, ब्याचलर, मास्टर 8-10 वर्ष हुन्छ, धेरै पनि भन्दैन, 8-10 वर्ष मात्र तपाईँ हामीले
मेहनत गर्यो भने बाँकी 60-70 वर्ष जिन्दगी रक भन्नुहुन्छ नि कहिलेकाहीँ बाबा नानीहरू, जिन्दगी गजब छ, होइन भने बाँकी 60-70 वर्ष जिन्दगी हामीले आफैले कस्तो बनाउने हाम्रो हातमा छ। यसको लागि तपाईँहरूसँग आज थोरै हामी छलफल गर्छौँ। म थोरै के विषयवस्तु यो फाइलबाट राख्ने अनुमति चाहन्छु। माथि गर्ने यो त्यो भन्नुहुन्छ, हजुरलाई जानकारी गराउँ। ब्लुबर्डको हजुरसँग एडमिसन हुँदै गर्दाखेरि चाहिँ एउटा एडमिसन स्लिपमा अग्रिमेन्ट लेटर भन्छौँ नि, तपाईँको साइन सम्बन्धित कलेजको अथोरिटीको साइन सहितको एउटा पेपर तयार हुन्छ। त्यो तयार भइसकेपछि 2 वर्षलाई जे तय हुन्छ त्यो पालना अक्षरशः हामी पनि गर्छौँ, तपाईँहरूलाई त्यही पालना हुन्छ। यानि कि फीमा तलमाथि केही पनि हुँदैन। सुरुमा 40% पठाएको छ, त्यस 30% होला, त्यस 30% होला। तपाईँको जुन सुरुमा हामीले कन्फर्महरूको फी हुन्छ त्यो फी भित्रबाट कहिले 40 आउला, कहिले 30 आउला, मात्र त्यो भित्रैबाट आउनु पर्यो, त्योभन्दा बाहिर जानु पाएन। त्यसमा तपाईँले हात दिनु पर्दैन। र त्यसमा अझै कन्फ्युजन भयो भने क्यालेन्डरमा अनुज मणि अधिकारी कहिलेकाहीँ विद्यार्थीलाई के भनेका हुन्छ भने क्लासमा मोबाइल लिएर नजानु, मोबाइल ल्याउन पर्छ भन्ने कहिलेकाहीँ बाध्यात्मक परिस्थिति पनि हुँदो रहेछ। किनभने हामीकोमा विभिन्न ललितपुरको विभिन्न ठाउँबाट विद्यार्थीहरू गाडी चढेर आउँदाखेरि कहिलेकाहीँ आफ्ना नानी बाबुहरू कहाँ पुगेका छन्, कता पुगेका छन्, कहिलेकाहीँ सोध्न मन लाग्छ अथवा उनीहरूलाई मिसगाइड हुनसक्छ। जस्तै हामीले आजभन्दा 15-20 दिन अगाडि क्लासमा एकचोटि मोबाइल ब्याग चेक गरेका थियौँ र कति विद्यार्थीलाई मोबाइल कहाँ राख्ने थाहा पनि नभएको रहेछ। कारण चाहिँ ओरिएन्टेसनमा छुट्नु भएको रहेछ। प्रडक्टलाई अगाडि बढाउने अनुमति चाहन्छु आदरणीय प्रिन्सिपल सरबाट। र तपाईँहरूको यो फाइल सायद सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूको हातमा आइपुगेको छ होला, सबै स्टुडेन्टहरूको हातमा आइपुगेको छ, कसैको हातमा आइपुगेको छ। फर्स्ट पेज छोडेर सेकेन्ड पेज जुन 1.11 पेजमा अगाडि गइदिनु होला। यो ब्लुबर्डको संविधान, ब्लुबर्डको कानुन लगभग सबैले पालना गर्नुपर्छ। कोही कतै तपाईँहरूलाई अप्ठ्यारो भयो भने तपाईँहरूले भन्दा हुन्छ, निष्कासन गर्न सकिनेछ। हामीले यो कुरा यो यसमा कसैलाई यो कुरा एग्री छ भने पनि मान्नै पऱ्यो, एग्री छैन भने पनि मान्नु पऱ्यो। यसमा होइन सर म यो गर्न पाउनुपर्छ भन्ने चाहिँ भएन। सायद अभिभावकज्यूहरूको पनि यो प्रति अनुमति छैन होला। र विशेष त अहिले विद्यार्थी भाइ बहिनीहरूमा हामीले अभिभावकज्यूहरूलाई यो सूचित गर्नै पर्छ। खतरनाक स्लो पोइजन रहेछ भनेर अस्ति भर्खरै स्वास्थ्य तथा शिक्षा मन्त्रालयले पनि विज्ञप्ति निकालेको छ। यस कारणले विद्यार्थी भाइ बहिनीहरूलाई यो भेपको सम्बन्धी पनि खैनी चुनौट त परेको कुरा, यो भेपको कुरामा पनि हामी त एक्सक्युज गर्दैनौँ, हेर्न सक्दैनौँ। यो लास्ट नै हो। हिंसात्मक गतिविधि, लागु पदार्थको सेवन र ओसार चोरी वा विद्यालयको भौतिक सम्पत्तिमाथि क्षति, तोडफोड तथा आपराधिक क्रियाकलाप आदि गरेमा वा शुभ कार्यमा संलग्न भएको पाइएमा विद्यालय व्यवस्थापन प्रशासनले बिना पूर्व चेतावनी वा स्पष्टीकरण निजलाई विद्यालयबाट निष्कासन गर्न सक्नेछ। इलिगल काम चाहिँ गरेको पाइएमा त्यो फर्स्ट वार्निङ हुँदैन, त्यो लास्ट वार्निङ नै हो, त्यो अन्तिम नै हुन्थ्यो। 1.6 मा सबभन्दा विद्यालय पोसाकमा पार्टी, विद्यालय पोसाकमा भन्दैछु है, विद्यालय पोसाकमा पार्टी ट्रेनिङ हुन्छ, कुन दिन फुटबल ट्रेनिङ हुन्छ, कुन दिन वेलकम प्रोग्राम हुन्छ, कुन दिन के ड्रेस, कहिले हामी कल्चरल ड्रेस धन्यवाद बहिनीहरूलाई। प्रिय विद्यार्थी भाइ बहिनीहरू, म यति बेला यो नृत्य देखाइरहँदा मेरो मनमा आएको कुरा तपाईँसँग 1 मिनट सेयर गर्न चाहेँ। उहाँहरू क्लास 12 हुनुहुन्छ। साँच्चै भन्नुपर्दा यो 2 जना बहिनीहरू हामीले स्कुल लेभलदेखि नै हुर्काएर ल्याएको बहिनीहरू हो। सम्भवतः अर्को वर्षको ओरिएन्टेसनमा तपाईहरुले यो स्टेज परफर्म गर्नुपर्ने छ, त्यसको तयारी आजैबाट गर्नु होला। स्टेज अर्को वर्ष तपाईहरुको हुनेछ यस्तै ओरिएन्टेसन प्रोग्राममा न्यूली कमर्सको लागि छ। तपाईहरुलाई फेरि पनि म स्वागत गर्न चाहन्छु। प्रिय विद्यार्थी भाइ बहिनीहरू र आदरणीय अभिभावकज्यूहरू, हामी कार्यक्रमको अन्तिम क्षणमा छौं। कलेजको तर्फबाट बाँकी कुराहरू र ओथ टेकिङ प्रोग्राम छ एउटा।
सरले गराउनु पर्ने सरले गर्नुहुन्छ। यसको लागि म सरलाई स्टेजमा आमन्त्रण गर्न चाहन्छु। आदरणीय अभिभावकज्यू, विद्यार्थी भाइ बहिनी एवं सम्पूर्ण विद्यालय परिवार, हाम्रो यो निमन्त्रणालाई स्वीकार गरेर ओरिएन्टेसनमा आइदिनु भएकोमा आफ्नो बाबु नानीहरूको भविष्यप्रति जुन चिन्ता व्यक्त गर्नुभएको छ त्यसको लागि आदरणीय अभिभावकज्यूहरूलाई म हार्दिक आभार व्यक्त गर्न चाहन्छु। म्यानचेस्टर युनाइटेड भन्ने त थाहा छ नि है, टिम क्लब, फुटबल क्लब है, त्यसको रूप परिवर्तन गर्ने एकजना व्यक्ति सायद चिन्नुहुन्छ होला, अहिले त रिटायर्ड हुनुभयो, सर एलेक्स फर्गसन भन्ने व्यक्ति। उहाँको अन्डरमा म्यानचेस्टर युनाइटेड नामै होइन तल रहेको संस्थाले 38वटा ट्रफी जित्न सफल भयो। उहाँलाई ब्रिटिस मोनार्कले सरको उपाधि दिनुभयो, त्यही भएर हामी सर एलेक्स फर्गसन भन्छौँ अहिले। उहाँले के गर्नुभयो भने नि 2003मा डेभिड बेकमलाई बेचिदिनु भयो रियल म्याड्रिडलाई। त्यतिखेर डेभिड बेकम भनेपछि त कति पपुलर तपाईँलाई थाहा छ होला, बेन्ड इट लाइक बेकम भन्ने पनि आयो होइन। ज्याक स्ट्याम्पलाई 2001मा बेचिदिनु भयो, जब उहाँ सबैभन्दा राम्रो स्ट्राइकर हुनुहुन्थ्यो त्यतिखेर। निशुल रुईलाई बेचिदिनु भयो त्यसै गरी, जब उहाँ अत्यन्तै राम्रो क्याप्टनको रूपमा चाहिँ चिनिनुहुन्थ्यो। किन भन्दै गर्दा उहाँले जवाफ दिनुभयो, nobody is greater than the organization। कोही पनि व्यक्ति संस्थाभन्दा ठुलो हुँदैन। जब उहाँहरू आफ्नो हाइट मान्नुहुन्थ्यो त्यही बेलामा फालिदिनु भयो कि, किनभने म्यानचेस्टर युनाइटेड डेभिड बेकम भन्दा पनि ठुलो, ज्याक स्ट्याम्प भन्दा पनि ठुलो। र विद्यार्थी भाइ बहिनीहरू, आज हामी त्यही कल्चर, त्यही ब्लुबर्डियन कल्चरलाई आत्मसात गर्न आएका छौँ। सरहरूले तपाईँलाई रुल्स रेगुलेसन्सहरू बताउनु भयो, हाम्रो कल्चर हो। न तपाईँ न म यो कल्चरभन्दा माथि छौँ। हामी यो कल्चरलाई सदैव आत्मसात गर्छौँ। पहिलो दिन हामी बुझ्छौँ, तपाईँका भावना बुझ्छौँ, संस्कार बुझ्छौँ। त्यस कारणले गर्दाखेरि छठको भोलिपल्ट पनि छुट्टी दिएको छ होइन। बेलुका आफ्नो परिवारसँग रमाइलो गर्नुहोस्, त्यसको भोलिपल्ट त चढिदिनु पर्यो नि गाडी। टिकट पाएन भन्नु पाएन कि, तपाईँ त 1 महिना अगाडि गएको हुनुहुन्छ घरमा, टिकटको व्यवस्थापन त गर्नुपर्छ है। त्यस कारणले गर्दाखेरि यस्ता केही नियमहरू छन् जसलाई चाहिँ हामीले सबैभन्दा माथि राख्छौँ। त्यो भनेको संस्थाको परिचय हो र त्यसलाई हामी मनन गरेर चाहिँ अगाडि बढ्यौँ भने अरू सबै कुरामा ब्लुबर्डले तपाईँलाई साथ दिन्छ। हामी तपाईँको ग्रोथको लागि नै आएका हौँ। फ्रम डे वान, बिकज हामीलाई आज होइन, धेरै वर्ष अगाडिदेखि नै धेरै विद्वानहरूले हामीलाई 1% इम्प्रुभमेन्टको सिद्धान्त हामीलाई सिकाइसक्नु भएको छ। जेम्स क्लियरले त किताबै लेखिदिनु भयो होइन, एटोमिक ह्याबिट्स। कङ्क्रिट रूपमा बताउँ, तपाईँसँग 100 रुपियाँ छ, त्यो 100 रुपियाँलाई 1% रूपमा मात्र तपाईँले इम्प्रुभमेन्ट गर्दै जानुभयो भने नि 1 वर्षमा 3778 रुपियाँ आउँदो रहेछ। त्यो कम्पाउन्डिङ इफेक्टले गर्दा 3778। मैले भनेको शब्दहरू वाच गर्नुहोस् है, नम्बर याद गर्नुहोस्, जानुहोस्, हिसाब गर्नुहोस् है। 0.0 पैसा देखाएको छैन, 5 पैसा देखियो होइन, अझ सानो 1 पैसा देखियो होला, तर 0.06 पैसा चाहिँ आजसम्म देखाएको छैन। 0 हो नि त्यो भने। त्यही भएर believe in the power of improving yourself by 1% every day. We teachers are there. Place that I shall strictly follow the codes of conduct of my institution. In co-curricular and extracurricular activities in a competitive spirit. I shall complete
my project work, reports, and other assignment on time is organized by Bluebird. I shall try my level best to uplift the image of Bluebird in every way possible. On time. I shall make the best use of the facilities provided by Bluebird. My teachers. I shall maintain a healthy relationship with everyone. For the good of Bluebird, my society, and humanity on the whole. Law-abiding, God-fearing, and dignified citizen of my country. अब हामीले अरूले जस्तो सञ्चालन गर्नु हुँदैन। विद्यार्थीहरूलाई व्यक्त गरेको कुरामा हामी भन्छौँ how can we be different from other colleges? We can be different when we value our students. भावनालाई तपाईँ जहाँ पुग्न चाहनुहुन्छ नि तपाईँका ती आशा र आकाङ्क्षामाथि हामी कहिल्यै पनि ह्युमिलिएसन गर्दैनौँ। तपाईँको त्यो विश्वासलाई हामी कहिल्यै पनि विश्वासमाथि पानी फेर्दैनौँ।